सम्पूर्ण श्रोतागणमा जय राधे। आज शीर्षस्थानी कथाको 20 अध्याय लिएर म उपस्थित भएको छु। कुमारजी आज्ञा गर्नुहुन्छ, हे होस् मुनि। त्यसपछि भिक्षु रूप महादेवको श्राप पाएकी कुमार चिन्तित भएर रुन लागिन्। केही बेरमा गङ्गा स्नान गर्न गएका माता पिता हरिहरको पूजा गरी सुवरादि अनेक द्रव्य दान गरी घर आए। अनि गोमालाई रोइरहेकी देखेर, हे गोमा, किन रोएकी, के भयो भनी सोधे। तब गोमाले भनिन्, हे माता पिता, हजुरहरू गङ्गा स्नान गर्न गएपछि म अक्षता केलाइरहेकी थिएँ। अकस्मात एउटा भिक्षुक आएर भिक्षा मागे। म अक्षता केलाइसकेर भिक्षा दिन्छु भनी एकछिन पर्खाएँ। अनि अक्षता केलाइसकेर भिक्षा दिन गएँ। तब ती भिक्षुकले, हे ब्राह्मणी, यतिका बेर पर्खाइ, अहिले भिक्षा दिन आइस, त्यही हो भिक्षा म लिन्न। दिने भए तेरा बाबाको पूजा गर्ने, तैँले केलाइराखेको भिक्षा दे भने। अनि मैले लिने भए ल्याऊ, नलिने भए अक्षता र म दिन सक्दिन भनेर भिक्षुक रिसाए। हे ब्राह्मणी, तैँले अहङ्कार गरेर मलाई भिक्षा दिइनस्, अब म तँलाई श्राप दिन्छु। त 7 वर्षकी हुँदा तेरो 70 वर्षको बुढोसित विवाह होस्। फेरि तेरा माता पिताले ठुलो कष्ट सही सिद्धिविनायकको सेवा गरेर पाएको सम्पत्ति सबै नाश होस्। फेरि तँलाई पनि अनेक थरीका कष्ट आइपरून्। फेरि तेरा माता पिता पनि चाँडै नै मरिजाउन्। यति भनी डमरू बजाएर श्राप दिए भने सारा वृत्तान्त सुनाइन्। छोरीको वचन सुनि शिवभट्टले भने, हे गोमा, ती भिक्षुक श्री महादेव हुन् र तिनले दिएको श्राप लाग्छ कि लाग्दैन। ती भिक्षुकले त्यति भने भन्दैमा रुनु पर्दैन, नरो भनी बुझाए। त्यसपछि गोमा 6 वर्षकी भइन् र शिवभट्ट ब्राह्मणले आफ्नै स्त्रीसित सल्लाह गरी गोमा कन्यादान दिन भनी अनेक स्थानमा ब्राह्मण खोज्न पठाए। तर जगदीश्वर महादेवले श्राप दिएको हुनाले कुनै पनि योग्य ब्राह्मण पाउन सकेनन् र शिवभट्टले आफै पनि सकेसम्म खोजी गरे, तर खोजे जस्तो वर पाउन सकेनन्। अनि गङ्गामा स्नान गर्न लागेका ब्राह्मणहरूलाई पनि हेरे, तर त्यहाँ पनि आफूले खोजे जस्तो पाएनन् र हार मानी फर्कन लाग्दा कान नसुन्ने, कुकुर ढेँडो, आँखी भुइँ कैलो र जोरिएको, केश सेतै फुलेको, दाह्रा निस्केको, कालो मुखबाट र्याल चुहुने, 70 वर्षको उमेरका शिलासन गरेर सन्ध्या गर्न बसेका शिव शर्मा नामका वृद्ध ब्राह्मणलाई देखेर निकै बेरसम्म तिनीलाई हेरिरहे। शिव शर्माले सन्ध्या सकेर, तिमी को हौ, कहाँबाट आयो, मलाई किन धेरै बेरसम्म हेरिरह्यो भनी सोधे। अनि शिवभट्टले भने, म शिवभट्ट नामको ब्राह्मण हुँ। मेरो घरमा एउटी कन्या छ, त्यसैको विवाह गर्न भनी ब्राह्मण खोज्दै हिँडेको, तर भने जस्तो कोही पाउन सकिन र घर जान लागेको हुँ। यहाँ तिमीलाई देखेर हेरेको हुँ, तिमी को हौ। यति शिवभट्टले भनेको सुनि शिव शर्मा भन्दछन्, म शिव शर्मा नामको ब्राह्मण हुँ। 16 वर्षको उमेरदेखि कसैले कन्यादान लिन भनेर हिँडेको हुँ। मलाई कन्यादान दिने आजसम्म कोही मिलेन। आज मेरो सौभाग्यले तिमीलाई भेटेँ। ईश्वरको कृपाले हामी दुवैको काम बन्ने भयो। हे पिता, म माथि कृपा गरी ती कन्या मलाई देऊ। सहस्र वृत्ति छ, ब्राह्मण भएर मेरो यो उमेर भएर पनि अझसम्म विवाह भएको छैन। अब तिमीले कृपा गरी कन्यादान पाउनेछौ। यति शिव शर्माको कुरा सुनि शिवभट्ट भन्दछन्, हे शिव शर्मा, यस्तो उमेरका तिमीलाई मेरी बालक पुत्री कसरी दिने। फेरि तिमी यस्ता कुरूपलाई कामदेवकी स्त्री प्रति जस्ती मेरी कन्या अयोग्य छ। यति सुनेर शिव शर्मा भन्न लागे, हे शिवभट्ट, त्यसो नभन, ती कन्या मलाई देऊ, तिमीले नदी हत्या गरेर मर्नेछु। शिव शर्माको त्यस्ता कुरा सुनि शिवभट्ट मनमा नै विचार गर्छन्, त्यसको कर्ममा त्यस्तै लेखेको रहेछ, म के गर्न सक्दछु। उस दिन श्राप दिने भिक्षुक रूप श्री महादेव रहेछन्। उनको श्राप उल्लङ्घन गर्न को सक्ला। इन्द्र जस्ताले सकेनन्, रावणले पनि सकेनथ्यो भने म जस्ताले कसरी सक्ने। यस्तो विचार गरी मनमा व्याकुल भएर पनि शिव शर्मालाई साथै लिई घर गए। सती ब्राह्मणीले शिव शर्मालाई साथमा लिएर आफ्ना स्वामी घर आएको देखेर प्रसन्न भई त्यो कसलाई ढाकेर ल्याउनु भयो भनी सोधिन्। र शिवभट्ट भन्दछन्, हे सती, यी शिव शर्मा नामका ब्राह्मण हुन्। घुममा कन्यादान दिन वर खोज्दै हिँडेको, कोही पाउन सकिन र घर आउन लाग्दा यी गङ्गा किनारमा बसेर सन्ध्या गर्न लागेका रहेछन्। मलाई आएको देखेर सन्ध्या गरिसकी तिमी को हौ, कहाँबाट आयो भनी सोधे। मैले मेरो घरमा एउटी कन्या छ, कन्यादान दिन ब्राह्मण खोजी हिँडेको, कहीँ पाउन सकिन र घर जान लागेको भने। फेरि तिमी को हौ भनेर सोधे र यिनले, म पनि ब्राह्मण हुँ। 16 वर्षको उमेरदेखि कसैले दिए कन्यादान लिन भनी हिँडेको, मलाई कन्यादान दिने कोही भएनन्। आज मेरो भाग्यले तिमीलाई भेटेँ, तिम्रै पुत्री मलाई कन्यादान देऊ भने। अनि मैले, हे शिव शर्मा, यस्ता उमेरका तिमीलाई मेरी बालक पुत्री कसरी दिने। फेरि तिमी यस्ता कुरूपलाई कामदेवकी पत्नी रति जस्तै मेरी कन्या अयोग्य छ, यस्ता कुरा नगर भने। अनि यिनले, त्यसो आज्ञा नगर, ती कन्या मलाई देऊ, नदिए हत्या गरी मर्नेछु भनी साथ लागेर आए। यो अनर्थ हुन लाग्यो। अब गोमा कन्यादान दिउँ कि ब्रह्महत्या लिउँ। आफ्ना स्वामीको यस्ता कुरा सुनि सती भन्दछन्, हे स्वामी, यस्तो कुरा नगर। त्यो कस्तो भने, बुढो, कान नसुन्ने, डेरो, कैला आँखा नभएको, दाह्रा निस्केको आँखी, भौँ जोरिएको, केश पाकेको, र्याल चुहाउने र कालो, यस्तालाई मध्याह्न कालका सूर्य झैँ
चाहिँ तेज र पूर्णचन्द्र जस्तै मुख भएकी, हात्तीको सुँड जस्तै हात पाउ भएकी, बाघको जस्तै कम्मर भएकी तथा सावित्रीका जस्ता पैताला भएकी, सुवर्ण जस्तो शरीर र राजहंसको जस्तै हिँडाइ भएकी, अमृत झैँ मिठो र नरम बानी भएकी मेरी पुत्री यस्तालाई कसरी दिउँ? कसैले कन्या दिएन भने भनेर जति हत्या गरेर मरेछन्, के त्यो हत्या हामीले लाग्दछ? कदाचित तपाईँलाई यस कुराको डर छ भने त्यो हत्या गरी मरोस्, त्यो पाप म आफ्नो कपालमा थाप्नेछु, त्यसका बुद्धिमा डराउनु पर्दैन। त्यसलाई त 1000 ब्रह्महत्या लागे पनि दिने छैन। पृथ्वीमा अरू कोही योग्य ब्राह्मण छैनन् कि तपाईँले खोज्न नसके म गएर खोजी ल्याउँला। आफ्नी पत्नी सतीका त्यस्ता कुरा सुनि शिव शर्मा भन्दछन्, हे माता, यस संसारमा पाप पनि छन्, वृद्ध पनि छन्, राम्रा पनि छन्, नराम्रा पनि छन्, कसैका धेरै सन्तान छन्, कसैका एउटा पनि छैनन्। कुनै पुरुषका आफूभन्दा उमेर व्रत भएका स्त्री छन्, कुनै स्त्रीका आफूभन्दा उमेर पाकेका पति छन्, सबैका स्त्री छन्, कसैका पुरुष नै छैनन्, कोही निर्धन र कोही धनी छन्। घुमालेको चक्र जस्तै घुमिरहेको यस संसारमा बुढो को हुँदैन र कसले मर्नु पर्दैन र? त्यसकारण ती कन्या मलाई देऊ, नदिए म दुवै स्त्री पुरुषलाई श्राप दिई प्राण त्याग्नेछु भनी प्राणवायु ब्रह्माण्डमा खिन्जी मर्न तयार भए। अनि शिवबाट डराई भन्दछन्, हे शिव शर्मा, त्यस्तो नगर, मेरी कन्या तिमीलाई नै दिन्छु भनी सम्झाइ बुझाइ घोडा धोएर माथि डाकी बसाले। तर सतीले भने भने मानेकी थिएनन्। तब शिवबाट सम्झना थाले, हे सती, उस दिनको मलाई श्राप दिने भिक्षुक रूप श्री महादेव नै रहेछन्। अब 33 कोटी देवता हाम्रो सहाय भएर आए पनि त्यो श्राप टार्न सक्ने छैनन्। दैवले यस्तै पारेर ल्यायो, ढिपी नगर, गोमा यिनैलाई कन्यादान गरेर दिउँ। सामग्री तयार पार भने पतिको त्यस्ता कुरा सुनि सती मनमा चिन्ता र तर्क गर्न लागिन्, हे हरे, यो के आश्चर्य! बालक र बुढाको विवाह देख्नु पर्यो। निर्विवेकी बेराले मेरी छोरीको भाग्यमा यस वस्तु लेखिदिएका रहेछन्। न्वारन गर्दा सबै ब्राह्मणले यी बालिका भाग्यमानी भाग्यमानी छन् र सम्पूर्ण लोकले मान्नेछन् भनेका थिए, त्यो पनि मिथ्या भयो। हामीले सकेसम्म सबैको भलो नै गरेको हो, आज कुन पापले यस्तो भयो? मेरी पुत्रीलाई श्राप दिने श्री महादेव नै रहेछन्। यस बालकले के जान्दथे र श्राप दिएका होलान् भन्दै साह्रै रुन लागिन् र शिवबाट भन्दछन्, हे सती, नरौ, दैवको सामु कसैको बल पुग्दैन। दैवले आफ्नो इच्छा अनुसार सबैको काम गर्दछ। अब शिव शर्मालाई खानपिन दिई सुत्ने स्थान खटाइदेऊ, बिचमात नगर। यति आफ्ना स्वामीले भनेपछि सतीले अनेक उपचार तयार पारी खान दिइन्। शिव शर्मा सुत्न गएपछि सतीले छोरी गोमालाई डाकेर काखमा राखी प्रीतिपूर्वक भन्न लागिन्, हे गोमा, तेरो विवाह हुन लाग्यो। तेरा पिताले ती वृद्ध ब्राह्मणलाई दिन आँटे, किनकि उस दिन तँलाई श्राप दिने भिक्षुक रूप श्री महादेव नै रहेछन्। तँलाई त्यो श्राप लाग्यो, हामीलाई दोषी नठानेस् र तँ पनि चिन्ता नगरेस्। तेरो कर्मले पारी ल्याएको कुरा अन्यथा गर्न कसको सामर्थ्य छ? हे गोमा भनी आँखाबाट आँसुका धारा बगाई ठुलो स्नेहले काखमा राखिन्। यति आफ्नी माताको वचन सुनि गोमा भन्न लागिन्, हे माता, यसमा तपाईँहरूको केही दोष छैन। मेरो भाग्यमा यस्तै लेखेको रहेछ। फेरि महादेवको श्राप उल्लङ्घन गर्न को सक्ला? मैले अहङ्कारले भिक्षुक रूप महादेवको अनादर गरेर त्यसको फल पनि पाएँ। जो मनुष्य भिक्षा माग्न आएका भिक्षुलाई भिक्षा नदिई अनादर गरी पठाउला, त्यसले यस लोकमा र परलोकमा पनि सुख पाउने छैन। फेरि जसले भिक्षा माग्न आएका भिक्षुकलाई आदर गरी भिक्षा दिई पठाउला, त्यसले यस लोकमा र परलोकमा पनि सुख सन्तोष पाउला। हे माता, सन्देह गर्नु व्यर्थ छ। बुढो भए पनि, लङ्गडो भए पनि, दरिद्र अथवा रोगी भए पनि, पापी अथवा क्रोधी भए पनि मलाई दैवले पारिहाल्यो। रामचन्द्र जस्तोलाई त दैव लागेर वनवास जानु पर्यो। वनवासमा पनि सीतालाई रावणले हरण गरेर लगिदियो। फेरि महादेव जस्तालाई दैव लागेर कालकूट विष कण्ठमा राखी नीलकण्ठ भई रहनु पर्यो। फेरि युधिष्ठिर जस्ता धर्मात्मालाई पनि दैव लागेर जुवामा राज्य हारी वनवास र गुप्तवासमै जानु पर्यो। फेरि द्रौपदीलाई दैव लागेर दुर्योधनका सभामा बेइज्जत हुनु पर्यो। फेरि राजा बलि जस्ता दानीलाई दैव लागेर पातालमा बस्नु पर्यो। फेरि मायाका अधिपति श्रीकृष्ण जस्तालाई दैव लागेर आफ्नो अगाडि आफ्नो नाति अनिरुद्धलाई बाणासुरले नागपाशले बाँधेको र 56 कोटी यदुवंशीहरू नाश भएको देख्नु पर्यो। फेरि सम्पूर्ण संसारमा प्रत्येक जीवको सृष्टिकर्ता ब्रह्मालाई पनि दैव लागेर आफ्नो शिर कटाई रहनु पर्यो। फेरि देवताका राजा इन्द्रलाई दैव लागेर स्वर्ग छाडेर भाग्नु पर्यो। अत हे माता, दैवको गति उल्लङ्घन गर्न
पनि सक्दैनन्। पूर्वजन्ममा आफूले गरेका कर्मको फल अवश्य पाउनुपर्छ। फेरि जस्तै ठुलोबडा लिएर कस्तै व्रत पानी भएको नदी वा तलाउमा गए पनि जल भराभरी मात्र आउँछ। त्यस्तै आफ्नो भाग्यमा लेखेको मात्र हुन्छ। सन्देह नगर्नु, तपाईँहरूले दिएको ठाउँमा म खिसिया जानेछु। बुद्धिको माका त्यस्ता कुरा सुनि सतीले प्रसन्न भएर भनिन्, हे गोमा, त धन्य रहेछस्, यस्तो सानी अवस्थामा पनि यस्ता ज्ञानका कुरा गर्ने भनी दुवै आमा छोरी रातभरि त्यस्तै गन्थन गरिरहे। प्रातःकाल भएर शिवव्रतले शिव शर्माको कपाल खोक्रान नाउ डाकी हातखुट्टाका नङ काट्न लगाई मन परेको खाना लाउन ती पालिराखे। शिव शर्मा पनि मन परेको खाना लाउन पाइकै हुष्टपुष्ट भई मोटाए। त्यसपछि शिवव्रतले लगन ठहराई कन्यादानको सामग्री तयार पारी अनेक मङ्गल यात्रा गरेर आफ्नो मर्यादा अनुसार गोमालाई हिरा मोती मणि आदि रत्न र वस्त्र अलङ्कार पहिराए। शिव शर्मा ब्राह्मणलाई गोमा कन्यादान दिए। गोमाले फूलको माला दिई शिव शर्मालाई पहिराइन् र प्रणाम गरिन्। कन्यादान सकिएपछि अन्य ब्राह्मणहरूलाई श्रद्धासाथ भोजन दक्षिणा दिएर सबैजना आआफ्ना घर गए। गोमाले आफ्ना स्वामी शिव शर्मालाई प्रीतिपूर्वक सेवा टहल गरेर राखिदिई भइन्। इति श्री क्षेत्रपुराणे उत्तरखण्डे महाभारतकुमारहस्ते संवादे शीर्षस्थाने परमेश्वरे भरतकथायां गोम विवाह वर्णनाम विंशोऽध्यायः समाप्तः। श्रीहरये नमः।